वर्तमानका लागि चाहिँ हामी के अरे चतरा गइरहेका छौँ होइन। हामी चाहिँ धोका होइन। सुन्नु न यता, हाम्रो भाइले चाहिँ अब यहाँ सबैको अगाडि स्वीकार्दैछ है म कपाल खोरिन्छु भनेर। छैन कस्तो अहिले ऊ त सबैले छैन भने जस्तो सुन्नु होला नि। मैले त छ भनेर सुने है। मैले पनि त्यस्तो सुने मामा। अनि यसलाई पस गर्नु पर्यो भने चाहिँ के हुन्छ? यसले चाहिँ रातो बस राखेर आइसकेको छ साथीभाइहरू। तिमी हौ हाल्दिनु के काम जोडिनु अरे क्या हाम्रो आजको वर्तमान त केटो होइन। आज यो चाहिँ जे पनि हुनसक्छ होइन। यो बडा टेन्सन छ होइन। अब यसलाई चाहिँ के भन्ने त संजोगै भनौँ। कपाल त काट्ने हो। वर्तन गरिसकेपछि यो जुगा काट्न हुँदैन। यो काट्न हुन्छ, यो जुगा काट्न हुँदैन। कैँचीले काट्न हुन्छ। काट्न मतलब खेदै लाउन हुन्न क्या पहिले। पाउवामा हुन्जेलसम्म लाउन हुन्छ। अब त्यसमा लाउँछु भन्नेसँग केही पनि लाग्दैन। बहिनीले कि तुरुन्त यहाँ एउटा रङको पोका लिएर आयो त रातो। ल रङको पोका ल्याएर यहाँ फोनै लाग्यो। त्यो छोरी मैले धुनुपर्छ भोलि। रेजन यो माटोमा मजा लाग्दैन नि त। मैले धुनुपर्छ क्या। राम्रो शब्द गर्दाखेरि गर्नुपर्छ राम्रो काम गर्नुको लागि। तिम्रो त यहाँ सबै फेरि बगाउनु पर्नेछ। भोलि पनि नाक भन्यो भने त तिम्रो नाकै काट्ने नाकै काट्ने यहाँभन्दा चाहिँ नगर्नेहरू के छ त भन्यो भने यही हो मेरो प्रमाण। यही हो मेरो प्रमाण। धमाधम चल्दैछ। देखेर मेरो यो कपालमा पनि यस्तै पारेको थियो क्या। मेरो कपाल हेर यस्तो लोभ लाग्दो भन्थ्यो क्या। मैले सुरु वर्ष त वर्तमान गरेर उसलाई नै जनै लाग्ने मान्छे। त्यो भन्छ एउटा कुरो मान नमान जनै लाएर चाहिँ तँ यता खाने काम गर्दै नगर है भनेको मान। यस्तो टक्लु भएर मम्मीले यत्रो खर्च गरेर यहाँ ल्याएर तिमीलाई त घरमा भान त है भनेर त मन्दिरमा ल्याएर गरेछ। माग्ने आइसक्यो। अब चाहिँ गुरुलाई सोधेर हुन्छ। भगतम निछ्यान्देही चाहिँ पैसा माग्ने भिखारी हो कि त भिक्षा मागेको हो आज चाहिँ देखिस् नि होइन। लु अझ राम्रो बाबु ज्ञान हुनु मेरो छोरा मान्दैन थिइस्। आज होइन।